मेरो नाम तेजबहादुर मगर। मैले ड्राइभिङ पेसा गरे त भयो 20-22 वर्ष भयो। मेरो आय स्रोतमा अहिले ठिक छ, अहिले त्यस्तो नराम्रो छैन। अब घर परिवार चलि नै राखेको छ। याङ्गोसँग गरेको अहिले 1-1.5 महिना भयो। याङ्गोसँग गर्दाको अनुभव त अब अहिले त अब सुरुमा चाहिँ टिप गर्दाखेरि चाहिँ पेसेन्जरसँग 100-200 रुपियाँ लिँदाखेरि चाहिँ ओहो यसले त कसरी चाहिँ गर्ने भन्ने कुरो भइरहेको थियो होइन। अब भोलिपल्ट अब आफ्नो मोबाइलमा ब्यालेन्स आउँदाखेरि चाहिँ अनि अब ल बेलुकाखेरिको कमाइले 100 भाडा तेल भाडा पुग्यो भने पनि अब दिउँसोखेरि अब याङ्गोले हालिदिएको बोनसले चाहिँ आफूलाई बस्ने रहेछ भन्ने कुरो भएर ठिकै छ, अहिले राम्रै छ। हिजो पनि 20-22 वटा गरे हो होइन। अहिलेसम्म चाहिँ मैले त्यही हो, लास्ट धेरै गरेको भनेको 26सम्म गरेको छु। याङ्गो पार्टनरले त अब खै मलाई त सहयोग नै गरे, मलाई त फोन गरेर आउनुहोस् भनेर सबै कुराहरू उहाँले नै मिलाइदिनु भयो, सबै कुरा गरिदिनु भयो।